कसरी मेरो गाडीले एक्सिडेन्ट भएर अर्को कारलाई खाइदियो मेरो गाडी। हेलो साथीहरू नमस्कार। आज चाहिँ मेरो ट्रिप टेनमिलाबाट लेससम्मको छ। म चाहिँ आज बिहानै 5 बजे लोड लिएर जाँदैछु लेसमा। म चाहिँ बिहानको 5 बजे नै हिँडिसकेको छु र म लेससम्म 2 बजेसम्म पुग्नु पर्ने छ भनेपछि म चाहिँ त्यसैले 85-80 को स्पिडमा हिँडिसकेको छु। र अब चाहिँ हामी लागौँ टेनमिलाको सबैभन्दा ठुलो ओह्रालोमा। र यो ओह्रालोमा निकै नै ट्राफिक छ जस्तो लागेको थियो, तर खासै त रहेनछ। त्यसैले म जान्छु 100 को स्पिडमा गइरहेको छु म। ल ओभरटेक हान्न खोज्दै थिएँ, झन्डै एक्सिडेन्ट भएको थियो होइन गाइज। अब चाहिँ हामी लागौँ ओभरटेक हानौँ न त होइन यसलाई। ओखो गाइज मेरो गाडीको एक्सिडेन्ट भइसकेको छ। ल के भयो यहाँ, के भइरहेछ यहाँ गाइज हेर्नुहोस् त। यसमा गल्ती कसको थियो हजुरहरू कमेन्ट गरिदिनु होला होइन। अब हेर्नुहोस् म चाहिँ अब यहाँ गाह्रो भइसक्यो होइन, हल्का स्किप गर्छु होइन भिडियो। ल हेर्नुहोस् गाइज म चाहिँ होइन फेरि त्यही ठाउँबाट आइसकेको छु। र होइन गाइज सब्सक्राइब र कमेन्ट गर्न नबिर्सनु होला होइन। अब चाहिँ हामी लागौँ फेरि कन्टिन्यू होइन भिडियो। र अब चाहिँ त्यस्तो ओभरटेक म अलि सोचेर हान्नेछु होइन गाइज। म चाहिँ गीत सुन्दै लागिरहेको छु होइन गाइज ओह्रालोमा। अब मस्तसँग बिहानीको होइन पुस महिनाको जाडो निकै नै छ, तर पनि अब के गर्नु, ड्राइभरको जिन्दगी यस्तै छ होइन गाइजहरू। गाह्रो छ हेर्नुहोस्, अब पैसाको लागि गर्नै पर्छ होइन गाइज। ल अब चाहिँ उज्यालो हुन लागिसकेको छु र हामी चाहिँ आधी बाटोमा पुगिसकेका छौँ भन्नुहुन्थ्यो, तर भक्कलै सुरु गरेको त्यसैले अझै टाइम लाग्छ। र मेरो गाडी फेरि पनि हल्का ठोकियो, तर खासै नोक्सान हुनु पुगेन यहाँनिर। र हामी होइन निकै नै ठुलो एक्सिडेन्ट हुने थियो र मैले अलि ध्यानपूर्वक चलाएको हुनाले भएन। अब चाहिँ हामी पेट्रोल पम्प आइसकेको रहेछ। मेरो ट्रकमा पेट्रोल कम छ होइन गाइज। अब पेट्रोल हाल्नु होइन यहाँनिर गएर। अब कतिको ट्रकले पेट्रोल खान्छ त होइन हेरौँ होइन गाइजहरू। ल कारलाई ओभरटेक हान्ने सोचिरहेको छु। अब हानिदिउँ न त होइन गाइज, के छ र भन्ने कुरो थियो र के गर्नु लगिसक्यो। ल अब एकछिन पेट्रोल हाल्नु होइन साथीहरू। र मेरो गाडीमा पेट्रोल हालिसकेको छु। गाडीको बिल आएको छ गाइज, नेपाली रुपैयाँ 20,000 को तेल खाइसक्यो होइन गाइजहरू। के गर्नु अब ट्रकलाई पनि दिनै पर्यो खाना। अब चाहिँ फेरि कन्टिन्यू जाउँ होइन गाइजहरू। अब के गर्नु गाई, अब भक्कलकै ड्राइभर गल्ती भइहाल्छ, ठोकिहाल्छ कतै बिचमा। यसको लागि चाहिँ सरी होइन गाइजहरू। र मेरो ड्राइभर स्किल कस्तो लाग्छ हजुरहरूले कमेन्ट गरिदिनु होला होइन। अब चाहिँ अगाडि समुद्र छ होइन गाइजहरू। अब चाहिँ हामी यहाँबाट पानी जहाजमा बसेर जानुपर्ने हुन्छ। त्यसैले अब चाहिँ जाउँ अब पानी जहाजमा। र पानी जहाजले पनि फ्रीमा लग्दैन कि गाइजहरू, 500 लगिदिन्छ होइन। त्यसरी मेरो भ्युज त अल्छी धेरै ल्याइदिनु पर्यो होइन गाइजहरू। ल अब हेर्दै जानु होला। अब नेक्स्ट पार्टको लागि चाहिँ कमेन्ट गर्नु होला होइन गाइज। ल त अब नेक्स्ट पार्टमा भेटौँला।